गइसकेको जस्तो लाग्यो र पनि मजाले फुलिरहेछ हो। लागिरहेछ भने यहाँनिर चाहिँ फल अब यो म्याच्योर भएर पाक्नुमा टाइम लाग्दो हो। कस्तो दामी मजाको रहेछ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र अहिले चाहिँ म अनि आमा हामी दुईजना चाहिँ पर फुल लिनु नर्सरीमा जाँदैछौँ होइन। नर्सरी मतलब ठुलो त छैन, होम नर्सरी सानो होइन। त्यहाँनिर जाँदैछौँ। राम्रो राम्रो कलेक्सनहरू ल्याउनु भएको छ अरे भनेर भन्नुहुँदै थियो। अनि त्यही अब के कस्तो छ हो हेरविचार गरेर 3-4वटा भयो भने चाहिँ नयाँ प्लान्ट्सहरू चाहिँ ल्याउने भनेर सोचिरहेछ। हेरौँ अब के कस्तोहरू रहेछ हो। म तपाईँहरूलाई त्यही पुगेर देखाउँछु है के कस्तो छ भनेर। हामी चाहिँ यहाँ आन्टीकोमा आइ पनि सक्यौँ होइन। अब तपाईँहरूलाई म 1-2वटा प्लान्ट्सहरू देखाउँछु के कस्तो छ भनेर है। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ अर्किड, यो चाहिँ पर्पल कलरमा छ हो। एकदमै उयो फुलिरहेछ मजाले, तर अब यसको सिजन चाहिँ गइसकेको जस्तो लाग्यो र पनि मजाले फुलिरहेछ हो। यो अर्किड अनि यहाँनिर चाहिँ छ बगनभिलियाहरू, यहाँ ड्र्यागन फ्रुट हेर्न सक्नुहुन्छ, एन्थोरियम हो। हेर्नुहोस् है यहाँ यो ड्र्यागन फ्रुट चाहिँ यहाँ फुलेर पनि ड्र्यागन फ्रुट लागिरहेछ भने यहाँनिर चाहिँ फल अब यो म्याच्योर भएर पाक्नुमा टाइम लाग्दो हो। यतिको अस्ति हामी आउँदाखेरि चाहिँ थुप्रै थियो थुप्रै। अहिले त ड्र्यागन फ्रुट सबै टिपिसक्नु भएको रहेछ। यो पनि हेर्नु न कस्तो दामी है। हेर्न सक्नुहुन्छ स्नेक प्लान्ट एग्लोनिमा। त्यो त सेतै रहेछ नि, भेरिगेटेड पुरै फुल मुन आएको रहेछ। एलोकेसिया मच्छर पुरा आउन थालिहाल्यो। एग्लोनिमा यही होइन यो रातो हो, यो चाहिँ यो त पिङ्क, यो चाहिँ बगनभिलाहरू चाहिँ ड्याम्मै लाउनु भएको छ है। यता भयो अनि यहाँ मोन्स्टेरा यहाँ भयो, ब्याम्बू होइन। यो चाहिँ मलाई पुरा मन पर्यो, यस्तो मजाले भेरिगेटेड है। क्लोरोफिलै छैन हेर्नु न, सबै फुल वाइटमा। यसको छैन, यसको छ भने यो पनि लैजाउँ न आमा। आमा यो वालै मजाको रहेछ। छुट्याउनु हुँदैछ 1-2वटा। यहाँ चाहिँ हेर्नु न आमामा कत्रो लिफ है। अहिले चाहिँ पानीको सिजनले गर्दाखेरि होला सबै प्लान्टहरू एकदम कस्तो भइरहेछ क्या। क्यालेडियमहरू है। यसको चाहिँ हेर्नु न ग्रिनमा छ भने यो चाहिँ पेन्ट गरेको जस्तो आउँछ यसको लिफमा चाहिँ हो। यहाँ यो वाला त हाम्रोमा छ, यो पनि छ मोन्स्टेरा। कत्रो पत्ता भएको है। मच्छरले साह्रै परेशान गरिसक्यो। जेरेनियम, एलोकेसिया, ब्ल्याक एलोकेसिया कति मजाको भएको है। यो चाहिँ हाम्रो घरमा बाँच्दैन हौ, सर्भाइभै गर्नु सक्दैन।
यस्तै छ आन्टीहरुकोमा पनि। पुरा मच्छर। यहाँनिर पनि चाहिँ मोनसाइन स्टेक प्लान्ट। ठाउँमै मेरो के हो त ठाउँमै मिलेन। मोन्स्टेरा त यहाँ पनि सर्नु भएको रहेछ। यता त उयो आएन छ। लु छिटो गरौँ मच्छरले पुरा उयो गर्यो। घामले हौ घामले उहाँ घाम थियो त घाम भेट्यो भने यस्तो हुँदो रहेछ पहेँलो। यो क्यालिडियम यहाँ हेर्न सक्नुहुन्छ क्यालिडियम। यो आमाले चाहिँ यहाँबाट यो प्लान्ट्सहरूबाट यति चुज गर्नुभएको छ। यति चाहिँ अहिले हामी लिएर जाने हो। यो एग्लोनिमा पिङ्क मिक्स यो चाहिँ हाम्रो घरमा भएको सबै नै राम्रै भएको छैन, मर्ने अवस्थामा छ। फेरि लिएर जानु हुँदैछ। हेरौँ यो चाहिँ कस्तो भएर आउँछ। र मलाई मन परेको प्लान्ट चाहिँ यो थियो भेरिगेटेडमा। यसको नाम चाहिँ के हो थाहा भएन हो। यो हेर्दा चाहिँ एकदम राम्रो देखेछ। भयो यति नै लैजाऊँ ल। मच्छरले पुरा परेशान गरिसक्यो यहाँ टोकेर। यो वाला त छ त हैन। हामी चाहिँ आज पुरा ढिलो भइसक्यो। मेरो ट्युसन सकेर के गर्दा बढाल्दा ओर्दा सफा गर्दा हो अहिले चाहिँ 5:30 भइसक्यो। 6 बज्ने बेला भयो। छिटो गरेर जानुपर्छ। यो तपाईले देख्नु भएको हो एन्थोरियमको चाहिँ ठुल्ठुलो लिफहरू भएको रहेछ हो। यहाँनिर चाहिँ अलिक सुट गरेन छ प्लान्टहरूलाई। प्लस अब यहाँनिर ग्रिन नेट हुनुपर्ने थियो हैन। अहिले चाहिँ ब्ल्याक भएर घामहरू बेसी अब तापहरू भएर होला है अलिक सुट भएन छ। हस् त अहिले हामीले यति नै लिएको छौँ हो। अब यहाँ पर देख्नु भएको छ तपाईले यो चाहिँ चर्च हो। मच्छर छ अहिले चाहिँ। यहाँनिर चाहिँ तोलमोल हुँदैछ। नयाँ भेराइटी छ नयाँ छैन बजारमा त यो दामी छ नि त आमा छोरी चाहिँ प्लान्ट्सहरू किनेर पनि गयौँ। मैले चाहिँ यहाँ बोकेछु भने आमाले चाहिँ हप्तैभरि छ हो। अनि झपक्क अब रात पर्न आँटिसक्यो हैन। पर्न थालिसक्यो आट्यो हैन। रात पर्न थालिसक्यो हो। अब यहाँबाट हामीलाई घर पुग्नु 5 मिनट त लाग्छै होला। यो बारीको बाटो हो नि त। मच्छरले चाहिँ आज पुरा परेशान गर्यो। भएको जति खुनहरू सबै चुस्यो होला। आमा आउनु हुँदैछ पछाडि। आजको प्लान सपिङ कस्तो लाग्यो त? यस्तै थियो आजको प्लान सपिङ। हस् त थ्याङ्क यू फर वाचिङ। बाई बाई।